टक्क लगाएर पानी भर्यो। नेचुरल ब्युटिफुल भनेको त आमा यस्तो मैले फुलले यस्तो दामी बनायो। बनाउनु त हामी पनि ल मजाले त मुनि त्यो भुजुङ डरो इन्जोय गर्नु। सिक्रेसबाट कपुची लेकबाट चाहिँ कोरी जाने प्लान हो। यहाँ चाहिँ ट्याक्क सभा एक भइसकेको छ। अब कोरीतिरको डाँडामा लागेको छ। यो बाटो चाहिँ कतिमा पुग्यो हो केही थाहा छैन। धन्यवाद। हामी कुरीको लागि चाहिँ प्रस्थान भइसक्यो। फाइनल्ली हुकु क्रस गरेर चाहिँ अब हामी जङ्गलको यात्रा सुरु भयो। जङ्गल चाहिँ बगालै रहेछ। सायद यो अन्नपूर्ण राष्ट्रिय निकुञ्ज भित्र पर्छ होला मेबी। ओके ल हरेस चाहिँ खाएको छैन अनि हौ पुग्ने हो कोरी आज। वान डे ट्रिप सिक्लेस टु कोपुचे लेक, फेरि हुक्कु झरेर अहिले नाउलो हुँदै माथि चढ्दैछु। टक्क लगाएर पानी भर्यो। ल टुई टुई हिँड्यो बाबा। ओके परेर दिन सबैले फेरि जुगायो टोकेको लास्टै टोके जस्तो। यो चाहिँ नुता हो। बगैँचामा मेरी माया ल कोरी चाहिँ त्यहाँ। ल गाइजहरू तपाईँहरूलाई एउटा इन्फर्मेसन चाहिँ के हो भने चाहिँ कोरी आउँदाखेरि चाहिँ हाफ प्यान्ट लगाएर नआउनु होला। भुसुनाले चाहिँ डेन्जर ल्याङ हान्छ। त्यही भएर फुल स्लिप लगाएर आउनु होला। धन्यवाद। ल फुल चाहिँ दामी फुलै छ। तपाईँहरू आयो भने चाहिँ अब सिजन सुरु भयो। यो चाहिँ दोया खड्का चाहिँ आइपुग्यो। हल्का कुहिरो पनि आइरहेको छ। मौसम चाहिँ एकदम हामीलाई साथ दिएको छ। एकदम सुइटेबल छ। टक्क लगाएर कति खिच्नु के
कति खिच्नु यो हो नि त नेचुरल ब्युटिफुल भनेको त आमा यस्तो बवाल यो हो नि त हेर्नुस् दामी छ दामी ल एक्चुअलमा यो स्वर्ग जस्तै लाग्यो आज त दामी ल तपाईको कुहिरोले ढाकिसकेको अवस्था स्वर्गको आनन्द एक्चुअलमा यो हो नि त यार हाम्रो कुमार सोल्डो चाहिँ दामी हिँडिदिनु भएको छ अगाडि अगाडि तर भूषणाले चाहिँ ल्याङ्गड्यो भन्दैछ जे हुन्छ राम्रैको लागि हुन्छ कुल मिलाएर चाहिँ हाम्रो यात्रा चाहिँ आज एकदम बवाल भयो बवाल यस्तो बवाल छ यार ल हामी चाहिँ दोया खर्कबाट चाहिँ उकालो लाग्यो अब यहाँ चाहिँ एकदम पुरै टोटल्ली गुराँसै गुराँस मात्रै छ यो गुराँसको प्रजातिमा आउँछ यो गुराँस पनि तपाईँको सेतो पिङ्क कलरको तपाईँको हर किसिमको गुराँस चाहिँ यहाँ भेटिन सक्छ गुराँसको सिजनमा आयो भने झन् बवालै हुन्छ होला दामी ल मैले फुलले यस्तो दामी बनायो लगभग हामी हिँडिसक्यो होला अब 1.5 घन्टा 2 घन्टाको बादमा चाहिँ हामी फाइनल्ली कोरी चाहिँ अझै पनि फुल्दैछ गुराँस त्यो चाहिँ सेतो गुराँस हो यसलाई चाहिँ हाम्रो भाषाबाट चाहिँ ताँगो भन्छ तागो हिमालको भ्यू पनि देख्न सक्नुहुन्छ चाहिँ यो गुराँस चाहिँ एकदम पुरा व्हाइट पनि छैन पुरा पिङ्क पनि छैन बिचको छ हाम्रो सोल्टी चाहिँ टुई टुई पाराले एउटै रिदममा ल ल फाइनल्ली हामी कोरी पनि आइपुग्यो अब हामी टक्क लाएर फर्किँदैछौँ अब हामी टक्क लाएर ब्रेकफास्ट खान्छु त्यहाँबाट सिक्लेसको लागि चाहिँ निस्किन्छु ल कुल मिलाएर चाहिँ हाम्रो यात्रा ठिकै भयो रमाइलो भयो यस जाँदैछु अगाडि अगाडि हाम्रो सोल्टी छ टक्क लाएर यहाँको भ्यूहरू क्याप्चर गर्यो अब चाहिँ हामी फर्किन्छौँ फाइनल्ली ल नि त्यो आइसफल होटल है ल त्यो चाहिँ
ढाक्यो यार हिमाल त पुरा यार। खासमा यस्तरी ढुङ्गा राख्यो भने के हुन्छ रे भाइ? यस्तो दुई एउटा मनको शान्ति हो। यस्तो गरेर राख्यो भने आफूले आँटेको पुरा हुन्छ भन्छ नि होइन? राम्रो बुढी पाउँछ यस्तो होइन त भाइ? बुढी छैन राम्रो बुढी पाउँछ होइन? बनाऊँ न त हामी पनि ल। लमजुङको सोल्टी एउटा चुट्का हानिदियो नि त ल मिठो। हान्दिनँ रमाइलो गर्नुपर्छ क्या यार। हान्देऊ न हान्दियो यार एउटा ल मिठो यार। डेन्जर लाग्यो ठिकै गर्छ नि। ल टक्क लगाएर आइपुग्यो हामी। ठाउँको नाम चाहिँ नभनौँ होला, आफै हेर्नुलाई यहाँ। यहाँ दाइलाई एउटा चुरोट छ नि अरे चुरोट। अब तलतिर त पाउँछ बिचरी, यहाँ सर्टेज भयो अरे। हो खुकुरी ल फाइनली हामी तास आइपुग्यो। दामी बना रहेछ तर यहाँ पनि यार। फाइनल केटा हो हामी ब्याक टु सिक्लेस है। बजे ल यहाँ हेर्नु ल बजेले त मुनि उसबाट भेटेको हामीले सिक्लेस आइपुग्यो हामी। ल बहिनी हेलो ल सिक्लेसको यस्तो छ इन्भाइरोमेन्ट। Sigles guest house. हाँ क्यों है हाँ क्या नहीं हाँ
के थाहा भइदियो नि त नि कहाँको अरे हुन्छको के कहाँ दियो नि सिक्लेस मेरो केटा हो मेरो केटी हो मेरो भैया हो ब्याक टु सिक्लेस आइपुग्यो हामी कापुचे हुकु त्यहाँबाट नुथा त्यहाँबाट दोया खर्गा कोरी पस्ता कहाँ हो लास्टको सब घुमेर फाइनल्ली हामी आज यहाँ सिक्लेस आइपुग्यो टक्क लगाएर गाडी पायो भने पोखरातिर टाप हानिदिन्छु पाएन भने आज हुन्छ यहाँ यो भुजुङ ए सिक्लेस सरी सिक्लेस भुजुङको सोल्टीहरू भएर जाउँ भाइहरू लामछान रहेछ भाइहरू ल सिक्लेस पार्कबाट हामी ल अब फोटो कि भिडियो बनाउनु नि जे बनाउँछ एक्लो पर्दिएको सक्यो अब हाम्रो हामी चाहिँ अब पोखरा गएर इन्जोय गर्छ अब आज डरो इन्जोय गर्नुपर्छ लेक साइड गएर अब के हो जाने हो होइन जाने हो फाइनल्ली ब्याक टु एटिएम ल अब है हल्का मौसमले वेदरले साथ दिएला जस्तो छैन यार